नेपाल फाइनेन्समा तपाईलाई स्वागत छ, जहाँ हामी चिनाउँछौं ती अद्वितीय सपनाहरूलाई जसले देशको मुटु छुन्छन्। आजको विशेष अतिथि प्रहलाद कुमार ढकाल, एक यस्तो नाम जुन केवल सपना देख्दैन, ती सपनालाई यथार्थमा बदल्न दिन रात समर्पित रहन्छ। उहाँको विशेषता केवल दूरदर्शिता होइन, विनम्रता पनि हो। देशका सबैभन्दा दुर्गम भूभागमा पुगेर सेवा गर्ने एक असल नेपाली नागरिक। हुम्ला लगायत अन्य विकट भेगमा हरेक बालबालिकाले शिक्षा पाओस्, हरेक मान्छेले स्वास्थ्य सेवा पाओस् भन्ने उहाँको दृढ इच्छा शक्ति, संघर्ष र कर्मले उहाँलाई हजारौंको प्रेरणा बनाएको छ। जहाँ धेरै जसो सपना कागजमा सीमित हुन्छन्, उहाँको सपना गाउँ गाउँमा उज्यालो भएर बनिरहेको छ। किताबको उज्यालो, स्वास्थ्यको पहुँच र मानवताको सम्मान। प्रहलाद कुमार ढकाल एउटा दृष्टान्त हुन् कि जब मन सच्चा हुन्छ र बाटो स्पष्ट, तब परिवर्तन असम्भव हुँदैन। आजको नेपाल फाइनेन्स एपिसोडमा हामी उहाँको जीवन, विचार र सम्मान प्रस्तुत गर्दैछौँ, जुन तपाईँ, म र सम्पूर्ण नेपाली युवाले सुन्नै पर्नेछ। सुनौं, महसुस गरौं र प्रेरणा लिऊं प्रहलाद कुमार ढकालसँगको यो विशेष संवादमा। प्रहलाद सरलाई नेपाल फाइनेन्समा धेरै स्वागत गर्न चाहन्छु। कार्यक्रमको सुरुवात म सरको परिचय र पृष्ठभूमिबाट सुरु गर्न चाहन्छु। आफ्नो बारेमा केही परिचयका शब्दहरू राखिदिनुहोस् न। हजुर, नमस्ते। म प्रहलाद ढकाल, मेरो घर चाहिँ नुवाकोट हो, नेपालको नुवाकोटमा हो र म यो डेभलपमेन्ट सेक्टरमा विगत 38 वर्षदेखि छु। म विभिन्न क्षेत्रमा काम गरेको छु। मेरो पहिलो करियरको सुरुवात चाहिँ रेड क्रसबाट, म 6 वर्ष रेड क्रसमा काम गरेँ। त्यसपछि म रेड क्रसबाट सेभ द चिल्ड्रेन भन्ने बालबालिकाको लागि काम गर्ने सेभ द चिल्ड्रेन युके भन्ने अर्गनाइजेसन थियो, जुन चाहिँ नेपालको पुरानो आइएनजिओ मध्ये, त्यसमा 11 वर्ष काम गरेँ। त्यसपछि भोलिन्टियरी सर्भिस ओभरसिज भन्ने चाहिँ एउटा ब्रिटिस भोलिन्टियर सेन्डिङ अर्गनाइजेसन थियो, त्यसमा म 3 वर्ष काम गरेँ। र अहिले चाहिँ म यो हामी इन्टरनेसनल चाहिँ अडारा ग्रुप भनेर चिन्छौँ र नेपालमा चाहिँ हामी आधार नेपाल भन्छौँ, हुम्लामा सक्रिय छ। म त्यसमा काम गरेको चाहिँ अहिले 18औं वर्ष छ। म लगभग 38 वर्षभन्दा बढी चाहिँ यो सामाजिक विकासको काममा नेपालमा सक्रिय छु, प्रोफेसनली सक्रिय छु। सरले आधार नेपालको चाहिँ एज अ कन्ट्री डाइरेक्टर भएर सेवा प्रदान गर्दै आउनु भएको छ। आधार नेपाल के हो र यसले नेपालमा निभाएको भूमिका के कस्तो छ, संक्षिप्तमा बताइदिनुहोस् न। ओके, यसको एक दुईटा कुरा गजब युनिक छ। अडारा ग्रुप इन्टरनेसनलले चाहिँ हामी बिजनेस विथ पर्पस भन्छौँ है। बिजनेस विथ पर्पस भनेको चाहिँ के हो भने व्यापारिक क्षेत्रले सामाजिक क्षेत्रमा योगदान दिनुपर्छ भन्ने मिसनका साथ हामी वर्ल्ड वाइड काम गर्छौँ। यसको काम के हो भने व्यापारिक क्षेत्रलाई सामाजिक रूपमा योगदान दिनुपर्छ। तपाईँ अब सिम्पल भाषामा भन्नुपर्दा, अब तपाईँको व्यापार चाहिँ मनी मेकिङ काम हो, तर मनी मेकिङ मात्रै गर्दाखेरि संसारमा जस्टिस हुँदैन। त्यस कारणले मनी मेकिङ सँगसँगै सामाजिक कामहरू, सामाजिक दायित्वहरू पुरा गर्नुपर्छ भन्ने हिसाबले बिजनेस विथ पर्पस भनेर काम गर्छौँ हामी ग्लोबल्ली। नेपालमा चाहिँ हामी एकदमै दुर्गममा बसेर काम गर्छौँ, हुम्ला, र त्यसपछि नुवाकोट त दुर्गम साउन्ड नगर्ला, तर नुवाकोटको घ्याङफेदी, त्यसपछि गाउँ भनेको गोसाइँकुण्ड तिब्बत हो, एकदम दुर्गम छ त्यो लाङटाङ नेसनल पार्कको बफर जोनमा। हामी त्यहाँ काम गर्छौँ र त्यहाँ चाहिँ हामी अलिकति शिक्षामा र स्वास्थ्यमा काम गर्छौँ। हामी शिक्षालाई रिफर्म गर्ने, स्वास्थ्यलाई रिफर्म गर्ने कामहरू सरकारसँग, स्थानीय सरकारहरूसँग मिलेर काम गर्छौँ। र हुम्लामा काम गरेको लगभग 26 वर्ष भयो र यो संस्थाले, आधार नेपालले, र अनि पछि काम गरेको 10 वर्षदेखि हामी त्यसमा काम गर्दैछौँ। तपाईको नेतृत्वमा आधार नेपालले हुम्लाको यालबाङ स्कुलको मुहार फेरेको खबर मैले कतै पढेको थिएँ। यालबाङ स्कुल, यो स्कुलको रूपान्तरण किन जरुरी थियो र यो स्कुलले आज के कस्तो उपलब्धिहरू चाहिँ हासिल गरेको पाउनु भएको छ? यालबाङ स्कुलको स्टोरी अलि इन्ट्रेस्टिङ हुन सक्छ।
यो चाहिँ यो स्कुल चाहिँ आधार नेपालको पहिलो प्रोजेक्ट थियो। हामीले स्कुल बिल्डिङ बनाएर यो संस्थापनबाट गरेको सबभन्दा पहिलो प्रोजेक्ट नै एल्बाङ स्कुल थियो। तर त्यसपछि लगतै नेपालमा द्वन्द्व सुरु भयो। त्यो द्वन्द्व सुरु भयो। अब यसलाई मैले मेरो भाषामा चाहिँ द्वन्द्व भन्छु, द्वन्द्व अथवा हिंसात्मक द्वन्द्व सुरु भयो र यो द्वन्द्व चाहिँ 10 वर्ष जाँदा चाहिँ हामीले के काम गर्न सकेन। त्यसपछि म 2007 साल 2007 मा हुम्ला जाँदाखेरि स्कुल टोटल्ली क्लोज थियो। त्यहाँको लोकल भाषामा चिल्दाङ होम भन्थे, यसलाई चाहिँ केही पनि नभएको खाली ठाउँ भन्थे। त्यहाँबाट हामीले सुरु गर्नु 5-7 जना टिचरको दरबन्दी, 2 जना जति बच्चा देखिने, त बच्चाहरू केही थियो होला नि, तर स्कुल अलमोस्ट बन्दै थियो। त्यसपछि त्यहाँको स्थानीय एकजना समाजसेवी कुमार लामा भन्नेलाई मैले भने सुरु गर्ने हो त स्कुललाई, फेरि रिस्टार्ट गर्ने हो त दाइ भनेर ल रिस्टार्ट गरौँ भनेर हामीले शून्यबाट सुरु गऱ्यौँ। लगभग शून्यबाट सुरु गऱ्यौँ, शून्य नै नभनौँ, लगभग शून्यबाट सुरु गऱ्यौँ। केही थिएन स्कुल र स्कुल उहाँसँग र समुदायसँग मिलेर हामीले 2007 मा सुरु गरेको स्कुल। स्पेसल्ली हामीले त्यहाँ नपुगेको विषयगत अलिकति एक्सपर्ट टिचरहरू, साइन्स इङ्ग्लिस टिचरहरू थप्ने, बालबालिकालाई खाने बस्ने व्यवस्था गर्ने। दुर्गममा के हुन्छ भने एउटा गाउँमा थोरै बच्चा हुन्छन् र एउटा गाउँबाट अर्को गाउँ जानलाई 1 दिन लाग्छ। र दुर्गममा स्कुल चलाउने तरिका के हो भने तपाईँको रेसिडेन्सियल स्कुल नभइकन, रेसिडेन्सियल फेसिलिटी नभइकन दुर्गममा स्कुल चल्दैन। त्यसकारण हामीले रेसिडेन्सियल फेसिलिटी सहितको स्कुल सुरु गर्यौँ, सरकारी स्कुललाई रिफर्म गर्न सुरु गर्यौँ। त्यसपछि अब म एकदम स्टोरी छोटो मात्र राखेँ, धेरै कुराहरू गर्यो स्थानीय सरकार। त्यतिखेर स्थानीय सरकारै थिएन, 20 वर्ष नेपालमा स्थानीय सरकार सुन्ने समय थियो र त्यो बिचमा हामीले काम गर्यौँ, जो समुदायसँग मिलेर काम गर्यौँ। र मैले स्टोरी जस्ट टु किप द स्टोरी सर्ट, के अरे 2017 मा आइपुग्दाखेरि नेपालको 5 वटा बेस्ट कम्युनिटी स्कुल मध्ये यो स्कुल परेको थियो। रिजल्ट पनि त्यस्तै थियो। त्यहाँबाट आउने बच्चाहरू काठमाडौँको कुनै पनि स्कुलबाट आउने बच्चाहरूसँग कम्पिटेटिभ थिए। एकदमै राम्रो सफल रेट, बच्चाहरू अलमोस्ट 100% इम्प्लोइमेन्ट रेट अथवा हायर एजुकेसनमा पनि एकदमै राम्रो गरेका बच्चाहरूको रेकर्ड छ। र अहिले बच्चाहरू त्यहीँ गएर हेल्प पोस्ट लिड गर्ने, स्कुल चलाउने, साइन्स पढाउने छन्। लगभग 300 बच्चाहरू त्यहाँबाट ग्रेजुएट भए। तर कोभिड कालमा आएपछि स्कुलले अलिकति कोभिडको कारणले एकदमै टाढा आइसोलेटेड ठाउँ, अब सडक छैन, तपाईँलाई थाहा छैन, त्यो भर्खर ट्र्याक खुल्दैछ अहिले। त्यो अवस्थामा चाहिँ त्यो स्कुल अलिकति अहिले चाहिँ हामीहरूको स्कुल खस्केको अवस्था हो। र फेरि अहिले स्थानीय सरकार पनि छ। अहिले हामी स्थानीय सरकार हामी बसेर यो स्कुललाई फेरि त्यही नेपालकै 5 वटा बेस्ट कम्युनिटी स्कुल मध्ये कसरी त्यसलाई फेरि रिभाइभ गराउने भन्ने अहिले हामी त्यो जमर्कोमा छौँ। यद्यपि हामी त्यो स्कुलमा मात्र काम गर्दैनौँ। त्यो स्कुलको सिकाइलाई हामीले नुवाकोटको घ्याङफेदीमा लिएर आएर नुवाकोटको घ्याङफेदीमा त्यो दुर्गम ठाउँमा +2 साइन्स +2 ल, त्यहाँ चाहिँ चेलीबेटीको समस्याहरू त चेलीबेटी बेचबिखन तपाईँलाई थाहा छैन त्यो एरियामा। त्यहाँ चाहिँ बेस्ट स्कुल हामीले त्यही लर्निङलाई यहाँ लिएर आएर नुवाकोटमा त्यो लेभल, नुवाकोटको घ्याङफेदीमा एकदम आइसोलेटेड है, नुवाकोट भन्दा त सुगम सुनिन्छ, तर त्यो ठाउँमा चाहिँ फेरि त्यहीकै अनुभवलाई लिएर आएर हामीले अरू काम गरेका छौँ। लगभग हामी, तपाईँले त्यो एउटा स्कुलको कुरा गर्नुभयो, हामी अहिले 15 वटा स्कुलसँग काम गर्छौँ। 15 स्कुल हुम्ला र नुवाकोटको घ्याङफेदी गरेर। सुरुवातको दिनमा कतिजनाको समूहले यो काम सुरु गर्नुभयो सर? भन्नाले हाम्रो तर्फबाट समूह भन्नुभयो कि गाउँलेको र हाम्रो तर्फबाट भन्नुहुन्छ नि हाम्रो टिम हामीसँग राम्रो टिम थियो। हुम्लामा हामीले स्टाफ डिप्लोय गरेको 12 जना थियौँ, तर हामीले स्कुलमा लगभग 16 जना स्टाफ राख्यौँ। त्यहाँ नपाउने टिचरहरू जस्तो साइन्स इङ्ग्लिस म्याथको बेस्ट टिचर दिनु पर्यो। बेस्ट स्कुल बनाउनु बेस्ट टिचर चाहिन्छ कि। अनि बेस्ट भन्नाले फेरि सर्टिफिकेटले बेस्ट होइन कि, काम गर्ने चाहियो नि, डेलिभरी दिने टिचरहरू चाहियो। त्यो टिचर केयर गिभर्स, होस्टल भएपछि बच्चाहरूको चाइल्ड प्रोटेक्सन सिरियस इस्यु हो। बच्चाहरूलाई सुरक्षित राख्नु लागि एकदम वेल ट्रेन्ड केयर गिभर्सहरू चाहियो। चाइल्ड प्रोटेक्सन बुझाउनु पर्यो, चाइल्ड प्रोटेक्सनको त्यो सिस्टमहरू राख्न पर्यो। नत्र भने हामी कहाँ त्यो चाइल्ड प्रोटेक्सन रियली कल्चर पनि होइन। नन भाइलेन्ट स्कुल हाम्रो चाहिँ, नन भाइलेन्ट स्कुल भन्नाले भाइलेन्स सुन्ने स्कुल चाहिँ हिंसा सुन्ने स्कुल भन्छौँ हामी त्यसरी काम गर्छौँ। र त्यसरी काम गर्नलाई टिम 16 जना स्थानीय त्यहाँ कर्मचारी
हाम्रो लगभग 10-12 जनाको कर्मचारी हाम्रो 16 स्कुलमा काम गर्ला है। तर हेल्पर्स पनि काम गर्छौँ फेरि लगभग त्यही गरेर। अनि त्यसपछि हामीसँग के अरे कुमार लामाको टिम हुनुहुन्थ्यो। त्यसमा चाहिँ अब एकजना स्थानीय लिडर, कुनै पनि कुरालाई रिफर्म गर्नको लागि एकजना स्थानीय मान्छेले नेतृत्व लिनुपर्छ र त्यसमा हामीसँग नामखाका कुमार लामा भन्ने मान्छेको ठुलो योगदान छ। सरको चाहिँ जीवनको कुन बिन्दुमा र के कारणले तपाईँलाई नेपालको ग्रामीण भेगहरूले त्यस ठाउँको जनहितलाई बोलाएको महसुस गर्नुभयो? म प्राय दुर्गमतिरै काम गरेँ, तर सबभन्दा ठुलो मलाई झट्का चाहिँ के हो भने दुर्गमतिरै काम गर्दा यही सिलसिलामा काम गर्दाखेरि कर्णालीले नेपाल फेल नगर्ने कि। र मैले के अब कतिसम्म थाहा भयो भने 2007 सालमा प्रजातन्त्र आएको, हुम्लालाई 2008 सालमा थाहा भएछ कि हाम्रो देशमा प्रजातन्त्र आयो रे भन्ने। 8 सालमा 1 वर्षपछि थाहा भयो भन्ने अहिलेसम्म त्यो उखानै जस्तो छ। त्यो अवस्थामा अनि हुम्ला जाँदा गाउँ गाउँ बस्तीहरू जाँदा मैले कसरी नेपाली फिल गर्ने त? राज्यले केही पनि दिँदैन, सिटामल पनि दिँदैन भने कर्णालीले नेपाली कसरी फिल गर्ने? खासमा त्यो छुटेको बस्तीहरू होइन, त्यो कर्नरमा पारिएको अथवा परेको बस्तीहरूलाई राज्यसँग नेपालसँग उहाँहरूलाई म नेपालको अभिन्न अङ्ग भन्ने फिल गराउनु लागि हामी जस्ता सामाजिक संस्थाको पनि जिम्मेवारी हुन्छ। हामी सामाजिक संस्थालाई चाहिँ सामाजिक संस्था चाहिँ विदेशी संस्था भनेर चिनिनु एकदम गलत कुरा हो। हामी सामाजिक संस्थाले पनि त्यो छुटेका बस्तीहरूलाई हामी नेपालको अभिन्न अङ्ग हौँ र म जत्तिकै उहाँहरू पनि यो देशको उत्तिकै सिटिजन हो, नागरिक हो भनेर फिल गराउने काम सामाजिक संस्थाहरूले गर्नुपर्छ र त्यो छुटेको बस्तीहरूमा छुटाइएको बस्तीहरूमा हामी जानुपर्छ भन्ने मोटिभेसनले नै त्यहाँ पुगेको हो र त्यो ठाउँले नेपाल फिल गरोस्, नेपाली फिल गरोस् भनेरै गएको हो। मेरो एउटा अनुमान चाहिँ के छ भने सर, 70% नेपालीहरूले आफ्नै आँखाले सायद हुम्ला देखेका छैनन्, तर यति अवश्य सुनेका छन् कि हुम्ला एउटा ग्रामीण ठाउँ हो भनेर। तपाईँले देखेको र तपाईँले अपनाएको हुम्ला वास्तवमा सर्वसाधारणले सुनेको भन्दा कति फरक छ? हुम्ला र किन फरक छ? एकदम फरक छ। तपाईँलाई काठमाडौँमा अहिले तपाईँले हुम्ला भन्यो भने लगभग मान्छेले जुम्ला भन्छन्। हुम्ला भन्ने टर्म उहाँहरूलाई हुम्ला त थाहा छ, तर भन्दा भन्दै जुम्लामा पुग्नुहुन्छ किन जुम्ला त्यो सदरमुकाम हो। जुम्ला अलिकति त्यो ठाउँको भनौँ न एउटा केन्द्रबिन्दु हो, पहिलेदेखिको राज्य हो, राज्य सञ्चालन गर्ने ठाउँ भएर मान्छे उत्तर जुम्ला। हुम्ला त यस्तो ठाउँ, म एउटा गाउँमा हामीले बिजुली बनायौँ, सानो पिको हाइड्रो भन्छौँ, बिजुली बनाउँदाखेरिको अनुभव भन्छु तपाईँलाई। त्यो चाला भन्ने गाउँ थियो, लगभग 4000 मिटर 4200 मिटरबाट ओर्लिनुपर्छ अलिकति तल। त्यो गाउँ चाहिँ म नेपालको के विश्वकै दुर्गम गाउँ भन्छु मैले त्यसलाई। संसारमा नेपाल आफैमा दुर्गम छुटेको ठाउँ, अलिकति पहाडी देश, त्यहाँमाथि हुम्ला सबैभन्दा दुर्गम। हुम्लाको पनि 95% मान्छे नपुगेको ठाउँ चाला। त्यहाँ हामीले बिजुली बनायौँ, स्कुल कार्यक्रम सञ्चालन गऱ्यौँ, स्वास्थ्य कार्यक्रम सञ्चालन गऱ्यौँ, प्रत्येक घरमा ग्रिन हाउस, प्रत्येक घरमा टोयलेट कार्यक्रमहरू सफलतापूर्वक गऱ्यौँ त्यो चाला भन्ने गाउँमा। र त्यो तपाईँलाई कति दुर्गम हुन्छ भन्ने कुरा म तपाईँलाई नगइकन पिक्चरमा अथवा उसमा चाहिँ बुझाउनै नसकिने रहेछ, गएपछि मात्रै बुझिन्छ। भनेपछि तपाईँले अहिले जुन आधारहरू भन्नुभयो होइन, टोयलेटदेखि लिएर अब शिक्षादेखि लिएर स्वास्थ्यको कुराहरू, सो तपाईँको विचारमा चाहिँ एउटा समाज विकास उन्मुख दिशातिर जाँदैछ भनेर मान्नको लागि तपाईँले अहिले भर्खर प्रस्तुत गर्नुभएका आधारहरू नै काफी छन् कि त्योभन्दा नि अझै केही आधारहरू हुन्छन् एउटा समाजलाई तोक्नको लागि कि यो विकास उन्मुखतिर जाँदैछ भनेर भन्नको लागि? होइन, सबभन्दा पहिला त शिक्षा र स्वास्थ्य हेर्नुहोस्, मान्छेले पाउनुपर्ने शिक्षा, स्वास्थ्य, खाना हो है। त्यसपछि सरसफाइ, टोयलेट, बिजुली, यो सबै कनेक्टेड कुराहरू छन्। तर के छ भने सबैभन्दा पहिलो कुरो शिक्षामा सुधार, स्वास्थ्यमा सुधार आएपछि धेरै कुरो सुधार आउँछ। मैले त अझ शिक्षालाई के भन्छु भने एजुकेसन इज द टिकट टु गो बियोन्ड, टु ब्रेक द बााउन्ड्री भन्छु कि त्यो टिकट जस्तो हो कि शिक्षा चाहिँ। त्यस कारणले सबैभन्दा ठुलो लगानी शिक्षामै हुनुपर्छ। स्कुल चल्नुपर्छ र राम्रोसँग चल्नुपर्छ, शिक्षा हुनुपर्छ गुणस्तरीय र जीवनमा काम लाग्ने, जीवनमा उपयोगी हुने शिक्षा चाहिन्छ। तपाईँले कन्ट्री डाइरेक्टरको रूपमा आधार नेपाललाई नेतृत्व गर्दै गर्दा आफ्नो कामलाई लिएर भोग्नु परेको सबैभन्दा ठुलो दुःख या अप्ठ्यारो के हो एउटा ग्रामीण ठाउँमा काम गर्दै गर्दा? फेरि
धेरै अप्ठ्याराहरू झेल्नुपर्छ। एउटा धेरै कुराहरू, कम्युनिटी कन्फ्लिक्टहरू है, गाउँमा गाउँ चाहिँ एकदम राजनीतिक दलमा विभाजित हुने, गाउँको विकासलाई भन्दा राजनीतिलाई नै पहिलो केन्द्रबिन्दु र ठुलो मानिने पनि चलन छ हजुर है। अब अलिकति पोलिटिकल्ली फ्रेगमेन्टेड कम्युनिटी छ, त्यो त म्यानेज गर्न सकिन्छ। तर हुम्ला जस्तो ठाउँमा काम गर्दा सबैभन्दा गाह्रो कुरा चाहिँ यातायात हो। हेर्नुहोस्, सामानहरू लान्छ, जस्तो खानेपानी बनाउँदा हामीले हाइड्रोहरू बनाउँदा 1 बोरा सिमेन्ट हुम्ला पुग्दाखेरि, पहिलाको कुरा गर्दैछु है, 12,500 पनि परेको थियो 1 बोरा सिमेन्टलाई। अब यो कुरो काठमाडौँ भन्दाखेरि मान्छेलाई गाह्रो छ है। 500 रुपियाँ बोरा सिमेन्ट, त्यतिखेर त अझै 300 रुपियाँ बोरा पाइन्थ्यो सिमेन्ट। त्यो सिमेन्टलाई हुम्ला पुर्याउँदा 12,500 पुग्थ्यो कि प्लेन हेलिकप्टरमा हुम्ला लाँदाखेरि। अहिले बल्ल ट्र्याक खोलेर अलिक सस्तो आछ। चाइनाबाट ट्र्याक खोलेको हुनाले चाइनिज सिमेन्टहरू अलिक सस्तोमा आउँछन्। तर यद्यपि कुरो के हो भने सबैभन्दा च्यालेन्जिङ पार्ट चाहिँ कस्ट हो क्या, त्यहाँ जानलाई यातायात कस्ट, सामान लाने कस्ट, र अनि त्यसपछि सबैभन्दा डरलाग्दो कुरो चाहिँ रिस्क, प्लेन चढ्न रिस्क, अनि त्यसपछि तपाईँको आफ्नो स्टाफहरूलाई फिल्डमा पठाउन रिस्क होइन। सबैभन्दा कुरो चाहिँ जोखिम, ज्यान जोखिम र अनि यातायात जोखिमहरू चाहिँ अत्याधिक। मलाई सबैभन्दा दुर्गममा काम गर्नको समस्या त्यो हो। र अर्को कुरा चाहिँ मान्छेहरूलाई साँच्चीकै कहिलेकाहीँ के फिल हुन्छ भने ओहो, हामीले हाम्रो टिमलाई अथवा हाम्रो साथीभाइहरूलाई, हाम्रो इन्जिनियर्सहरूलाई, हाम्रो डक्टर्सलाई, हाम्रा नर्सहरूलाई साँच्चीकै कडा काम दिएका छौँ, साँच्चीकै संसारकै टफ जब दिएका छौँ भन्ने फिल हुन्छ कहिलेकाहीँ। त्यो चाहिँ कहिलेकाहीँ सरी फिल पनि लाग्छ, कहिलेकाहीँ दुःख लाग्छ। सरले अब 18 वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आउनु भएको छ। जे जस्तो हिसाबले जस्तो सम्भावनाहरू हुन्छन् त्यो सबैबाट चाहिँ सेवा प्रदान गर्दै आउनु भएको छ। तर कुनै एउटा यस्तो समय थियो होला जुन बेला जीवनमा चाहिँ अब जनकल्याण नै धेरै गरिसके, अब आफ्नै लागि पनि केही व्यापार व्यवसाय गर्छु, विदेश नै जान्छु, धन कमाउँछु भन्ने सोचले यो काम त्याग्नतिर लाग्नु भएको कुनै एउटा मोमेन्ट थियो लाइफमा? हेर्नुहोस् है, म 2000 अमेरिका पुगेको थिएँ। हजुर, मलाई त्यतिखेर अमेरिकामा नेपालीहरू फाटो भेटिन्थ्यो 2001 है। सबैले यतै बस भन्थे। म चाहिँ खोइ थाहा छैन, अलिकति अब पोलिटिकल फ्यामिलीको भएर होला, मेरो बुवा गाउँको प्रधान पञ्च हुनुहुन्थ्यो, अलिकति मैले सकिनँ बस्नलाई है। म धेरै ठाउँमा जाँदाखेरि म सेफ्टीले युकेमा काम गर्दा बेलायत पुगेको थिएँ, विभिन्न युरोपहरू पुग्दा पनि मलाई कहिले पनि आकर्षण भएन। मलाई 1 महिनाभन्दा लामो बस्न पहिले पनि गाह्रै हुन्छ, मेरो बच्चाहरूसँग बस्न गाह्रो हुन्छ 1 महिनाभन्दा लामो। र मलाई चाहिँ के छ भने अब तपाईँलाई कहिलेकाहीँ मान्छेलाई यो के भन्छन् नि, टायर्ड अफ डुइङ गुड भन्छन् नि, टायर्ड अफ बिङ नाइस। अब कहिलेकाहीँ चाहिँ यसलाई के भन्छन् तपाईँको फटिग, सोसल वर्क फटिग भन्छन् के, सोसल वर्कको दुनियाँमा, प्रोफेसनमा। यो गर्दा गर्दा अब सबै गर्दा गर्दा तपाईँ के अरे पशुपतिबाट टिपिया बच्चा एमडी डक्टर हुन्छ होइन। अनि मान्छेले के एक्सपेक्ट गर्छन् भने ओहो त्यो बच्चाले चाहिँ, मैले टिपिया बच्चाले एटिच्युड अफ ग्रेटिच्युड राखोस् भन्ने हुन्छ होइन, तपाईँलाई थ्याङ्कफुल होस् भन्ने हुन्छ। मलाई चाहिँ हुन्न, मलाई त्यो खोज्नु चाहिँ एकदम गलत हो जस्तो लाग्छ, म खोज्दिनँ। त्यो खोज्दै जाने हो भने त्यो खोज्ने टिमलाई चाहिँ गाह्रो लाग्दो रहेछ कि ओहो हामीले लिएर आएको एमडी भयो, डक्टर भयो, स्पेसलिस्ट भयो होइन, हामीलाई कहिले खोज्दैन, हामीलाई चिने जस्तै गर्दैन भनेर मान्छेहरू चित्त दुखाउँछन्। अनि म चाहिँ उहाँलाई चित्त नदुखाऊ, यो चाहिँ यो सोसल वर्क फटिग पाल्नु हुँदैन। कहिलेकाहीँ त लाग्छ, मानवीय स्वभाव हो है, तपाईँलाई लाग्छ मान्छेहरूलाई। तर त्यसको लागि तपाईँ मोर स्पिरिचुअल हुनुभयो, स्पिरिचुअल थिङ्किङ लाइफ, यो 70-72 वर्ष 80 वर्षको लाइफ होला, त्यो लाइफ, यो प्रकृति, यो सबैलाई अलिकति कम्प्रिहेन्ड गर्न सक्नु भने यस्ता कुराले छुन्नन्। तर कहिलेकाहीँ लाग्छ अब एउटा सानो व्यापार अथवा एउटा मैले पसल, मैले अब आफ्नो साथीभाइ भतिजहरूले आफ्नो बिजनेस इस्ट्याब्लिस गरेर होइन, त्यो सेकेन्ड जेनेरेसन पनि ह्यान्डओभर गरेर राम्रो जीवन, राम्रो गाडी, राम्रो घरमा बसेर देख्दा म पनि त्यतैपट्टि हुनुपर्ने रहेछ जस्तो लाग्छ, कहिले कहिले झल्यास लाग्छ। तर नथिङ रङ, लाइफ हेर्नुहोस् अब 55 वर्ष भइहाल्यो, 15 वर्ष 70 वर्ष हुन्छ, केही मिस गरे जस्तो लाग्दैन, एकदम मिनिङफुल लाग्छ मलाई मेरो लाइफ। आई फिल भेरी मिनिङफुल। यति मिनिङफुल लाग्छ कि म अरूसँग कम्पेयर गर्दिनँ कि मैले चाहिँ अब संसारकै बेस्ट लाइफ पाएँ। अनि यो आफूलाई सहयोग गर्ने साथीहरूप्रति र आफ्नो टिमप्रति र प्रकृतिप्रति अनि ईश्वरप्रति एकदम थ्याङ्कफुल लाग्छु। म एकदम थ्याङ्कफुल नै फिल गर्छु है, नर्मली एकदम थ्याङ्कफुल फिल गर्छु। कहिलेकाहीँ होसमा नहुँदा चाहिँ ला मैले यो यसो गरेँ,
म एकदम अप्ठ्यारो गाउँमा गएँ, कस्तो क्रिमिनल नेक्सस भएको चेलीबेटी बेचबिखनको बिचमा काम गरेको छु। यो क्रिमिनल नेक्ससले मलाई सिद्ध्याउला कि त्यो डर चाहिँ आउँछ। हेर्नुहोस् है, जोगिएर हिँड्नुपर्छ भन्ने त लाग्छ, तर जीवनसँग पछुतो चाहिँ छैन। आफ्नो काम, आफ्नो अभ्यासको क्रममा घटेको या जोडिएको कुनै यस्तो घटना जुन तपाईँलाई लाग्छ कि यो सबै नेपालीले सुन्न जरुरी छ भन्ने त्यस्तो कुनै घटना छ जुन तपाईँ सेयर गर्न चाहनुहुन्छ? धेरै छन् यस्ता घटनाहरू प्रोफेसनल लाइफमा, यो 38-39 वर्षमा धेरै छन्। तर म अब मेरो विचारमा भूकम्पकै कथा होला है। म भूकम्पमा मलाई अलिकति भूकम्प, कोरोना, यो क्राइसिसहरू धेरै ह्यान्डल गरियो। म 50 सालको बाढीमा रौतहटको फ्लड म्यानेजमेन्ट गर्न पाइएको थियो। म 11 दिन यो के अरे सिमभन्ज्याङमा 11 दिन अड्केर अनि 10वटा ट्रक लिएर रौतहट पुगेको थिएँ। यस्ता यो क्राइसिस त कति पर्यो लाइफमा होइन। के अरे द्वन्द्वकालमा द्वन्द्वको बिचमा वार्ता गर्न गइयो, लाइफ रिस्कमा यस्ता त कति भए। तर अब मैले सट्ट सम्झिनु पर्दा चाहिँ मैले यो अर्थक्वेकमा चाहिँ नुवाकोटको घ्याङफिटी जाने डिसिजन गरेँ क्या आधारले। आधार अब मैले डिसिजन गरेँ लगभग सरकारसँग सल्लाह गरेर आधारले डिसिजन गर्दाखेरि त्यहाँ बाटै बनाएर जानुपर्ने अवस्था थियो। डोजर लिएर गएर बाटो बनाएर गाउँमा छिरेर त्यसपछि त्यो म्यासिभ अपरेसन सुरु गर्दाखेरि म चाहिँ पोजिटिभमा भन्छु है। मलाई मेरो लागि सुन्नुपर्ने स्टोरी चाहिँ तपाईँले के गरियो भने सबैभन्दा ठुलो कुरो चाहिँ गाउँमा छिरेपछि अब त्यो एरियामा मान्छेलाई एउटा पोलिटिकल आइडियोलोजी अथवा एउटा पोलिटिकल पार्टीसँग जोडेर हेर्दै थिएँ। अनि मैले चाहिँ के चिरेँ भने त्यसलाई सबैभन्दा राम्रो सबै पार्टीको मान्छेलाई फोर फ्रन्टमा राखेर काम गरियो कि। मैले सुरुमा जाँदा पनि त्यतिखेर पार्टी धेरै सकिएको थिएन। नेपालका सबै सिग्निफिकेन्ट पार्टी, नामै नसुनेको पार्टीको एउटा मेम्बर पनि छ भने पनि उसलाई फोर फ्रन्टमा ल्याएर काम गराएपछि के भयो भनेदेखि त्यो चाहिँ काम पोलिटिसाइज हुनबाट जोगियो कि। एउटा कुनै पार्टीको पोलिटिसाइज हुनासाथ के भयो भने त्यतिखेर नुवाकोटमा जस्ता काण्ड आदि इत्यादिहरू भएर भूकम्पको काण्ड अनेक भइरहेको थिए। त्यो बिचमा चाहिँ के अरे त्यो बिचमा चाहिँ क्राइसिसको बिचमा चाहिँ हामीले म्यानेज गर्न सकेका थियौँ र त्यो यति स्मुथली म्यानेज भयो कि आजका मितिसम्म पनि प्रश्न नराखिकनै आजका मितिसम्म सबैको माया प्रेम पाएर काम गर्न पाइएको छ। गाउँमा कम्युनिटी कन्फ्लिक्ट हुने, एउटा पक्ष अर्को पक्ष वाद विवाद हुने उहाँहरूको हुन्छ, तर हामीसँग चाहिँ हाम्रो पछाडि पब्लिकले यति माया गर्छन्, यति सपोर्ट गर्छन्, यति केयर गर्छन् गाउँमा जाँदा कि कहिलेकाहीँ चाहिँ साँच्चीकै त्यो के भन्छ नि तपाईँ अङ्ग्रेजीमा ओभरवेल्म फिल गरिन्छ कि डु आई डिजर्भ दिस भन्ने फिल हुन्छ। तर म चाहिँ पोजिटिभ इन्डमै तपाईँलाई भन्नुपर्दा मैले नेपालभरि सुन्नुपर्ने स्टोरी चाहिँ के छ भने अनेस्टी, इन्टिग्रिटी, ओपन, ट्रान्सपरेन्ट तरिकाले काम गर्नुहोस् है। तपाईँलाई टुँडीखेलमा राखेर सबैले अडिट गर्दा पनि तपाईँले चुक्न नपर्ने गरी काम गर्नुभयो भने तपाईँका पछाडि पब्लिक हुन्छन्। तपाईँले यति माया, सद्भाव, प्रेम पाउनुहुन्छ कि जीवन साँच्चीकै मिनिङफुल फिल हुन्छ तपाईँ। अवश्य सर, म कल्पना नै गर्न सक्छु। सरले अघि चेलीबेटी बेचबिखनको कुरा थोरै जोड्नु भयो, यसमा म एउटा प्रश्न थप्न चाहन्छु। यो चेलीबेटी बेचबिखन ग्रामीण ठाउँमा, नेपालको ग्रामीण ठाउँमा यो क्रिमिनल नेटवर्कले कसरी काम गर्छ र आजको मितिसम्म यो नेटवर्क कतिको सक्रिय छ? अब यस्तो छ हेर्नुहोस् है, यो चेलीबेटी बेचबिखनको जुन स्टोरी तपाईँ हामीले पहिला सुन्थ्यौँ नि, एउटा जान्थी झुक्याएर लगेर फकाएर बोर्डरमा लगेर पारी लगिदियो भन्ने हुन्थ्यो होइन। म होस खोल्दाखेरि म भारत पुगिसकेको थिएँ भने स्टोरी नो मोर रिलेभेन्ट। त्यो हाम्रो कानुन चाहिँ त्यस्तै छ, 22-23 वर्ष पुरानो होइन। तर यो के हो भने यो सेक्स ट्रेड हो है। यो सेक्स ट्रेड, यो सेक्स व्यापार, यो रोजगार हो, यो व्यापार हो। अहिले आफै जान्छन्, बिहा भएका बुहारीहरू पनि जान्छन्। अहिलेको कुरो चाहिँ के हो भने यसमा परिवारले पठाउँछन्, बा आमाले पठाउँछन्। यो सेक्स ट्रेड इज अ पार्ट अफ द के भन्छन् तपाईँ इन्कम। तपाईँले यहाँ त यो सर्टकट छिटै धनी हुनको लागि, चाँडै इन्कम गर्नको लागि सजिलो पेसा, इन्भेस्टमेन्ट बिनाको पेसा होइन। अनि त्यसपछि 18 वर्षभन्दा माथिका मान्छेहरू गइदिए भनेदेखि त्यसलाई अनलेस एउटा महिलाले आएर मलाई अरूले बेच्यो भनेन भने कसैले चोइसले गर्न त्यो तपाईँको के भन्छन् त्यो वेश्यावृत्ति अथवा के भन्नुहुन्छ त्यसलाई, सेक्स वेश्यावृत्ति गलत वर्ड होला, अलिकति टर्म युज गर्दा अलि हेपिएको होला। तर म यसलाई चाहिँ के भन्ने नि
सेक्स ट्रेड भनौँ न अब, अथवा चाहिँ प्रोस्टिट्युसनमा कसैले चोइसले जान चाह्यो 18 वर्षभन्दा माथिको मान्छे हो भने कानुनले रोक्नु सिधै रोक्न सक्ने अवस्था छैन हेर्नुहोस्। तर माइनरको हकमा रोक्न सकिन्छ। अहिलेको च्यालेन्ज भनेको माइनरहरूलाई पनि कतिपय केसमा माइनरहरू पनि सेक्स ट्रेडमा अब इन्डिया पुगेका अथवा चाहिँ अहिले त झन् टुरिज्म प्याकेजमा जाने होइन, यस्ता काण्डहरू एकदम यो नेक्सस, यस्तो नेक्सस भन्दा पनि कल्चरल 50-60 वर्षदेखि बिल्ट एउटा कल्चर अथवा चाहिँ एउटा ट्रेडिसन भइसकेको छ कि कतिपय गाउँमा, म पर्टिकुलर एउटा गाउँ भन्दिनँ होइन, कतिपय गाउँहरूमा यस्तो एउटा ट्रेडिसन जस्तो भइसकेको छ। काठमाडौँ पनि आफैमा एउटा हिडन मार्केट छ सेक्स ट्रेडको अथवा प्रोस्टिट्युसनको हिडन मार्केट छ, काठमाडौँमा पनि ह्युज छ। तर कतिपय अब जसको जहाँ नेटवर्क छ, काठमाडौँमा नेटवर्क हुनेले काठमाडौँमा गर्लान्, कतिका त अब गएको 70 वर्षदेखि कतिपयका बस्तीका चाहिँ कतिपय नेपालका बस्तीहरूको 70 वर्षदेखि भारतसँग त्यहाँ त्यो बस्ती भारतका बस्तीहरूमा पनि आफ्ना मान्छेहरू छन्, दिदी फुपूहरू त्यो व्यवसायमा छन् र त्यो यौन व्यवसायमा प्रशस्त मान्छेहरू छन् र त्यो अहिले चाहिँ के अहिले यसलाई चाहिँ ट्राफिकिङको नेक्सस आदि इत्यादि भन्नुभन्दा पनि यौन व्यवसाय र त्यसमा ट्राफिकिङको क्राइम पनि छ र यसलाई चाहिँ व्यवसायको रूपमा अगाडि बढाउने व्यवसाय जोइन गर्ने कुराहरू पनि छन् है। यसलाई अलिकति मैले छोटो समयमा यहाँलाई भन्न सकेन। अहिले हामी चाहिँ एकदम नेपालका कानुन पार्लियामेन्ट्री कमिटी, पुलिस ब्युरो, यसमा काम गर्ने सङ्घ संस्थाहरूसँग बसेर यसलाई सुहाउँदो कानुन ल्याइदिनुहोस् भनेर हामी लागिरहेछौँ। अहिले मैले छोट गरी यहाँलाई भने विकराल छ, यो भइरहेको छ, यो सही हो गलत हो, कति सही हो कति गलत हो अब म सही हो भन्न सक्ने मान्छे नै भइन। जतिखेर माइनरहरू अथवा 18 वर्षभन्दा मुनिका बच्चीहरू लाई त्यो व्यवसायमा तानिन्छ त्यो चाहिँ भोलिन्टियरी हुन सक्दैन, त्यो चोइसले भएको हुँदैन, त्यो गैर कानुनी हो, त्यो अपराध हो भनेर हाम्रो लडाइँ जारी छ। अब त्योभन्दा वयस्कको बारेमा म अहिले यहाँहरूलाई यो के अरे यसलाई चाहिँ सरकारले अथवा चाहिँ पार्लियामेन्टेरियनहरूले नै सही कानुन बनाएर सही उत्तर दिन सक्छन्। माइनरको मामलामा यस हामी सक्रिय छौँ। 18 वर्षभन्दा मुनिकालाई लगियो भने त्यो क्राइमको बारेमा हामी नेपाल सरकार, पुलिस सबैकोमा पुग्छौँ, भन्छौँ, गुहार गर्छौँ यो गलत भइरहेछ भनेर हाम्रो हार गुहार जारी छ। भनेपछि देशमा रोजगारी नहुनुको कारणले गर्दाखेरि पनि महिलाहरूले पैसा जेनेरेट गर्नको लागि यो पेसा अपनाएको कुरा चाहिँ तथ्य हो। फ्याक्ट, यो रोजगारी हो, एउटा इन्कमको लागि परिवार चलाउन, परिवारले दबाब दिन्छ त तरुनी हुँदैमा यो काम गरेर पैसा कमाएर धनी भइहाल्नु पर्यो कि है। यो 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 फ्याक्ट हो, तपाईँको चाहिँ रोजगारी हो। तर रोजगारी सँगसँगै अर्को कुरा है, फेरि यहाँ 30,000 40,000 तलबले पनि नबस्ने भयो कि फेरि मान्छे त चाँडै धनी हुनु पर्यो, चाँडै आइफोन बोक्नु पर्यो, चाँडै धनी हुनु के सर्टकट टु वेल्थ हुन्छ नि, त्यो पनि आएको छ है। अहिले सोसल मिडिया छ है, यो सोसल कम्युनिकेसन, यो जुन कम्युनिकेसन टेक्नोलोजीहरूले जुन कुरो लिएर आएको छ, यो वे टु सर्टकट चाँडै धनी हुनु परेको छ मान्छेलाई, चाँडै काठमाडौँ घर घडेरी चाहिएको छ, त्यो सर्टकट धनी हुने सर्टकटले पनि रोजगारी त अफकोर्स हुँदै हो तपाईँले भनेको, तर अर्को एउटा मेन्टालिटी टेक्नोलोजी अनि के अरे सर्टकट टु वेल्थ अथवा चाहिँ छिटै धनी हुन खोज्ने प्रवृत्ति पनि हाम्रो चाहिँ एउटा र अनि त्यसपछि फ्यासन, अब यो संसारभरिका सबै कुरा कन्ज्युम गरौँ भन्ने एउटा उपभोक्तावादी र चाँडै धनी हुने सोच पनि गाउँ गाउँमा सबैमा पुगेको छ। पहाडको पछाडि हिमालको फेदमा रमाएर एकान्तमा बसेको एउटा ग्रामीण ठाउँहरू के साँच्चै नै राजधानीमा बसेर राजनीति गर्ने मानिसको हृदयमा स्थान बनाउन सकेको छ? के समृद्ध नेपालको नक्सामा यी ठाउँहरू अटाएका छन् त कतै? विगत धेरै वर्ष मैले जतिखेर स्थानीय सरकारहरू पालिकाहरू थिएन है, त्यतिखेरको सिनारियो र अहिलेको सिनारियोमा फरक छ है। तर म तपाईँलाई अब यसमा चाहिँ म धेरै पोजिटिभ हुन सकिनँ है, म पोजिटिभ मान्छे हो। तर के छ भने गाउँ बस्तीहरूमा अहिले सडक सञ्जालहरू, ट्र्याक खोल्ने, डोजरहरू चल्ने आदि ठेक्कापट्टा त भाइब्रेन्ट देखिन्छ, भइरहेको सुरु भएको होइन, त्यस्तो देख्नुहुन्छ तपाईँले। तर के छ भने मान्छेको त्यो मानवीय विकास, रोजगारीमा विकास, कृषिमा विकास होइन, टुरिज्ममा विकास, जुन 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 हामीले जे हुनुपर्ने हो त्यो धेरै कुराहरू चाहिँ थोरै भएका छन्, धेरै कुराहरू हुन बाँकी छ है। अब राजनीतिले योजनाले
त्यो लेभलको चेतहरू जाग्ला नि त बिस्तारै नेपालमा। अब राजनीति जाग्ला, युवाहरू जाग्लान्, अनि राजनीति फरक होला, जनताले प्रेसर डाल्लान्, युवाहरूले प्रेसर डाल्लान्। हामी युवासँग काम गर्छौँ, अहिलेको युवाहरू आशा लाग्दा छन्, अनि यी युवाहरूले प्रेसर हाल्लान्, राजनीतिमा प्रेसर देलान्, राजनीतिमा दबाब देलान्, सुध्रिनलाई दबाब देलान्। अनि त्यसपछि त के छ, गाउँ बस्तीमा पनि युवाहरूले आफूलाई एउटा डिमान्ड साइड भन्छ नि तपाईँको, एउटा सप्लाई साइड चाहिँ भाइब्रेन्ट भएन, सप्लाई साइड चाहिँ रेस्पोन्सिभ भएन अथवा उत्तरदायी भएन भने डिमान्ड साइड अलि बलियो हुनु पर्यो, सङ्गठित भयो भने। भनेको के हो भने बस्ती बस्ती चाहिँ सङ्गठित र अलि भाइब्रेन्ट भयो भने यो सप्लाई साइड, हाम्रो भाषामा भन्नुपर्दा एउटा के अरे ड्युटी बियरर्स भन्छन् नि, एउटा चाहिँ जो चाहिँ जिम्मेवारी वहन गर्नेहरू, अर्को चाहिँ राइट्स होल्डर, अर्को अधिकार वहन गर्नेहरू। जिम्मेवारी वहन गर्ने र अधिकार वहन गर्नेहरू, जबसम्म अधिकार वहन गर्ने जनताहरू सङ्गठित र तात्दैनन् नि, यो ड्युटी बियरर्सहरू जो अब त्यो के अरे उत्तरदायित्व वहन गर्नेहरूले त कहिले पनि उत्तरदायित्व पुरा गर्दैनन्। जबसम्म हक वहन गर्नेहरूले, जसले हक होल्डरले ड्युटी बियर राइट्स बियर के भन्छन्, राइट्स होल्डरहरू जबसम्म भाइब्रेन्ट हुँदैनन् नि, ड्युटी बियरहरू रेस्पोन्सिभ हुँदैनन्। त्यस कारणले अब बस्ती बस्ती पालिकाहरू बनेका छन्, मान्छेहरू प्रश्न गर्न सिकेका छन्, युवाहरू जागेका छन्। तपाईँहरूलाई अलिअलि भए पनि झिलिक झिलिक जुनगिरीहरू निस्केका छन् युवाहरू। यी जुनगिरीहरूले के गर्लान् कि भन्ने आशा लागेको छ। म अलिक पोजिटिभ हुन चाहेँ है। हो, राजनीतिले धेरै बस्तीहरू देख्दैनन्। अस्ति भर्खर ग्लेसियर लेक आउटब्रस्ट हुँदा स्थानीय सरकार र आधार पुगेका थियौँ, लिमी पुगेका थियौँ। त्यस कारणले अनि अब त्यसमा केन्द्र सरकार नि खुसी नै भयो होला भन्ने आशा लागेको छ मलाई, खुसी नै छन् जस्तो लागेको छ मलाई। उहाँहरूले यद्यपि हामी त्यहाँ पुग्दा हामी खुसी भयौँ, तपाईँहरूले पुग्नु भएछ भनेर तपाईँ सरकारबाट, स्थानीय सरकार बाहेक है, मैले पालिकाले दिन्छन् हामीलाई धन्यवाद, तर सरकारका अरू लेयरले ल तपाईँहरूले गजब गर्नुपर्छ, यस्तो गर्नुपर्छ, यो स्कुल यस्तो बनाउनु भएछ, घ्याङफिटीको स्कुल त नमुनै बनाउनु भएछ, हुम्लामा नमुनै काम गर्नुभएछ, तिलमा चाहिँ के अरे थर्मो क्रास्ट ब्रस्ट हुँदाखेरि सबभन्दा पहिला तपाईँहरू पुग्नु भएछ, गजब छ, थ्याङ्क यू भनेर अहिलेसम्म राज्यका उच्च निकायहरूले हामीलाई अहिलेसम्म पनि थ्याङ्क यू पनि भन्दैन। उल्टै हाम्रो प्रोजेक्ट पास गर्नु पर्यो भने 6 महिना लाग्छ। यो विडम्बना छ, यो धेरै विधामा हजुरहरूको काममा 6 महिना नि सक्दैनन् बिचरा, यहाँ त कति 6 महिना यो गाह्रै छ। सरकारी स्पेसली ब्युरोक्रेसीमा गाह्रो छ। अब हाम्रो एकदम गाह्रो छ, छिचल नै गाह्रो छ, काम गर्ने गाह्रो छ। नेपालमा लगभग अब 238 अन्तर्राष्ट्रिय विकास यो गैर सरकारी विकास साझेदारमा तपाईँहरूले सुन्नुपर्दा रमाइलो नलाग्ला, यो चाहिँ अब 238 थियो केही वर्ष अगाडिसम्म, अब अहिले घटेर 100 भन्दा तल आउँदैछन्। किनभने यो झन्झट, यो गाह्रै छ नेपालमा, एकदमै गाह्रो छ, राम्रो गर्नेलाई एकदमै गाह्रो छ। यो प्रसङ्गमा एउटा प्रश्न राखेँ सरलाई, मान्नुहोस् कि आज देशमा प्रहलाद कुमार जस्तो मान्छेको चाहिँ राजनैतिक पावर छ र उसँग लाखौँको सङ्ख्यामा प्रहलाद कुमार ढकाल जस्तो सोच, शक्ति र जागरण भएको जनशक्ति छ भने नेपालको ग्रामीण ठाउँको मुहार फेरिन र त्यहाँको जनताको दिगो विकास हुनको लागि कति समय लाग्छ सर? मैले अघि नै भने सबभन्दा जिम्मेवारी राजनीति सुध्रिनलाई अथवा देश सुध्रिनलाई जनता सुध्रिनु पर्यो कि। हामी जेको थुप्रो हो त्यसकै झोल निस्किने हो है। त्यस कारणले गर्दा जनता सुध्रिन जरुरी छ। हामी जनता, हामी म सुध्रिन जरुरी छ। मैले भोट सही कास्ट गर्न जरुरी छ। मैले प्रश्न गर्न जरुरी छ। म प्रश्न गर्ने नागरिक हुन जरुरी छ। त्यो हामी कहाँ समस्या के छ भने प्रश्न गर्ने नागरिक कम भयौँ। म प्रश्न गर्न नसक्ने भएँ, शिथिल भएँ, म सुतेँ, म निराएँ, म मूर्छित छु है। म अलिक कवि भएर यस्तो शब्द प्रयोग गरेँ। म कविता लेख्छु है, बाहिर भइदिए अरे। म मेरो भावना कवितामा व्यक्त गर्छु, नेपालका पत्र पत्रिका आदि पोर्टलहरूमा। यो मैले भने कि म आफैलाई दोष दिन्छु। म प्रश्न गर्न सक्ने, म आफै प्रश्न गर्ने, म आफै भिड्ने, म आफै सडकमा जान सक्ने, ममा त्यो ल्याकत, ममा त्यो तागत, ममा त्यो हिम्मत रहेन कि। मलाई सँगै लाग्छ म गोर्खाली नै हो कि होइन भन्ने कुरा है। तर कुरो के हो भने तपाईँले भन्नुभयो सकिन्छ। यदि यहाँ त म एकजना भएर म एकजनाको लिडरसिपले हुँदैन कि, यो सिस्टम चाहिन्छ। देशमा यो जकडिएको यो जुन विभिन्न तन्त्र छ, कर्मचारी तन्त्रहरू छ, अनेक तन्त्रहरू जुन जकडिएका तन्त्रहरू छन्,
त्यो झगडिएका गाँठो जालो जन्जाल कसले फुकाउने कसरी फुकाउने चाहिँ ठुलै समस्याजनक कुरा छ। ठुलै समस्याजनक कुरा छ। तर यद्यपि आशावादी के छ भने यङ जेनेरेसनहरू वेल एजुकेटेड यङ जेनेरेसनहरू अहिले यो युवाहरू पोलिटिक्समा हाम फाल्दैछन्। अब यिनीहरूले प्रश्न गर्लान्, प्रश्न सुन्लान् र केही गर्लान् नि भनेर अलिअलि त आशावादी बनौँ भन्ने लागिरहेछ। आफैले मलाई त आशावादी बनौँ लागे मात्रै हो। ठिक छ, तपाईँको यो सन्देश पनि धेरै युवा साथीहरूमा पनि पुगोस् र एउटा महसुस होस् तपाईँले आह्वान गर्न खोज्नु भएको, सन्देश दिन खोज्नु भएको कुराको मर्म के छ भनेर, ताकि परिवर्तन चाँडै नै सम्भावना बोकेर आओस्। सरले कुनै व्यक्ति संस्थालाई सम्झन चाहनुहुन्छ जसले तपाईँलाई आफ्नो काम र अभ्यासमा निरन्तर साथ सहयोग प्रदान गर्दै आएको हुनुहुन्छ? छन्, धेरै छन्। म चाहिँ स्पेसली हाम्रो मलाई आधारलाई सहयोग गर्ने व्यापारिक समूहहरू, स्पेसली के अरे अडारा ग्रुप इन्टरनेसनलले गएको विगतको 26 वर्ष अझै प्लस भयो होलादेखि हुम्लामा र 10 वर्षदेखि घ्याङफेदीमा यो प्राइभेट आफ्नो नितान्त प्योर शुद्ध मनी, डोनर पनि होइन, व्यापारबाट कमाएको पैसाले योगदान दिनुभएको छ र त्यसलाई एकदम ट्रान्सपेरेन्ट तरिकाले शुद्ध तरिकाले काम गर्नलाई हामीलाई जुन मौका दिनुभएको छ, म उहाँहरूलाई सम्झिन चाहन्छु। त्यसको फाउन्डर हुनुहुन्छ अडिट एक्सेल भन्ने, जसले आफ्नो निजी सम्पत्तिबाट कार्यक्रम सुरु गर्नुभयो। नेपालमा अब हामी यही गैर सरकारी संस्था र गाउँका जनताले बाहेक कसैले थ्याङ्क यू भन्दैन उहाँलाई। हामी चाहिँ सधैँ थ्याङ्क यू भन्छौँ। हुम्ला जाँदा पुरै गाउँ उर्लेर आउँछ हाम्रो, तर सरकारले चिन्दैन है फेरि उहाँलाई। अनि के अरे हामी काम गर्दाखेरि घ्याङफेदी जाँदा गाउँै उर्लेर आउँछन्, जनता सबै बच्चा उर्लेर आउँछन्, महिला उर्लेर आउँछन्। उहाँलाई त्यो हेर्नलाई भेट्नु, उहाँलाई उहाँ त्यो अडिट एक्सेल भन्ने एकजना महिला हुनुहुन्छ, उहाँप्रति म एकदम थ्याङ्कफुल छु। अनि उहाँको फाउन्डेसन अडारा ग्रुप, अडारा पार्टनर्स भन्ने व्यापार छ उहाँको, त्यो व्यापारको सबै पैसा हामीलाई आउँछ। त्यसको लागि उहाँले व्यापार नै यही हाम्रो कामको लागि के अरे स्थापना गरिदिनु भएको छ। त्यो व्यापारबाट आएको सबै पैसा दिने, प्रतिशत होइन, सबै पैसा हामीलाई आउँछ र हामी काम गर्न पाइरहेका छौँ गएको 26 वर्षदेखि र साँच्चीकै परिवर्तन गर्न पाएका छौँ। र लगभग त युवै पनि हाम्रा चाहिँ MBBS देखिका युवाहरू, MD गर्दै गरेका युवाहरू पनि लगभग ती लगायतका भनौँ न हायर एजुकेसन पास गरेकै हामीसँग 500 जति युवा भइसकेका छन्। अब ती सबै युवाहरूले पनि अलि देशमा परिवर्तन ल्याउलान्। अब हामी त अलि रिटायरमेन्ट फेजमा, म चाहिँ के भन्छु भने आउने त्यो युवाहरूले हामीलाई रिप्लेस गरिहालोस् चाँडै नै भनेर आशावादी छु म त। नेपाल फाइनेस्टको मञ्चबाट केही सन्देश दिन चाहनुहुन्छ, खास गरी युवा पुस्तालाई? भर्खरै जोड्नुभयो, युवा पुस्तालाई उनीहरूको देश निर्माण प्रतिको दायित्व र भूमिकालाई लिएर। म युवाहरूलाई एउटै सन्देश छ मेरो, केही सुरुवात प्रश्न गरेर गर्नुहोस् के। बजेट गाउँमा कति बजेट आयो, पालिकामा कति बजेट आयो, वडामा कति बजेट आयो, काम कति भयो, गुणस्तरीय काम भयो कि भएन, शिक्षामा के भइरहेछ, शिक्षकले पढाएछ कि छैन, हेल्थ पोस्ट चलिरहेछ कि छैन, गुणस्तरीय हिसाबले छ, आफ्नो वरिपरि के भइरहेछ वाच गर्ने र प्रश्न गर्ने, त्यस्तो युवाहरू चाहिँ। त्यतिबाट सुरु गरेपछि सबै कुरा आउँछ। त्यसपछि राजनीतिक चेत पनि खुल्छ, विकासका चेत पनि खुल्छन्, साहित्य पनि खुल्छ, समाज पनि खुल्छ, क्लब पनि बन्छन्, सङ्गठन पनि बन्छ, सबै कुरो बन्छन्। चेत के खुल्नु पर्यो भने मेरा वरिपरि के भइरहेछन् भन्ने चेत खुल्नु पर्यो। कति पैसा आइरहेछन्, मेरा बाउ बाजे काका सबैले सुका तिरेको कर के भइरहेछ, प्रश्न गर्ने युवाहरू चाहियो। प्रश्न गर, खोज, प्रश्न गर। यस्ता युवा आफैले राजनीति चेन्ज गरिहाल्छन्। मलाई यो खोज्ने र प्रश्न गर्ने युवाहरू निस्कियो भने 3 वर्षमा नेपालको राजनीतिको उनै अर्कै ट्र्याकमा जान्छ भन्ने लाग्छ, पोजिटिभ ट्र्याकमा जान्छ। हाम्रो समाज नै हराभरा हुन थाल्छ त्यसपछि। आफ्नो निरन्तर प्रयत्न, अभ्यास र अनुभवलाई सँगालेर जीवनको परिभाषा दिनुपर्दा तपाईँको लागि जीवन के हो सर? म अलि आध्यात्ममा 22 वर्षको उमेरदेखि अलिकति ध्यान साधना आध्यात्ममा लाग्यो भएर संसारमा एउटा डिफाइन गर्नै नसक्ने कुराहरू केही छन् है। डिफाइन गर्नै नसक्ने कुरा जीवन हो, मेरो परिभाषा है। परिभाषै नभएको कुरो जीवन हो, परिभाषै नभएको कुरा माया हो, परिभाषै नभएको कुरा ईश्वर हो, परिभाषै नभएको कुरा स्वाद पनि हो। तपाईँ के को स्वाद व्याख्या गर्न सक्नुहुन्न।
सो लाइफ इज इभन तपाईँको परिभाषै नभएको कुरा, हावाको स्वाद है, यो पानीका स्वाद, यी सबै लिने कुरा हो, यो जिउने कुरा हो। र मैले जीवनको परिभाषा दिने धृष्टता, ईश्वरको परिभाषा दिने धृष्टता होइन, अनि के अरे स्वादको, मायाको, प्रेमको परिभाषा दिने धृष्टता कहिल्यै गर्दिनँ। तर जीवनमा के गर्नुपर्छ भन्ने कुरा चाहिँ सोध्नुहुन्छ भने जीवनमा जीवन खोज्नुपर्छ, जीवन्त जीवन हुनुपर्छ भन्ने लाग्छ। जीवन्त जीवन खोजिराख्ने, सक्रिय हुने, सोसल्ली, मेन्टल्ली, फिजिकल्ली तिनटै वेले सक्रिय हुने र समयलाई यो तिनटै तरिकाले सक्रिय हुने, सोसल्ली, मेन्टल्ली र फिजिकल्ली सक्रिय हुने, मानसिक, सामाजिक र शारीरिक रूपमा सक्रिय बस्ने काम गर्नुपर्छ। यद्यपि म जीवनको डेफिनेसन सायद जसले जीवन बुझ्यो त्यसले डेफिनेसन दिँदैन, नबुझेको मान्छेले धेरै डेफिनेसन दिन्छन् भन्ने लाग्छ। आइएम सरी, म चाहिँ डेफिनेसन दिन मसँग शब्दहरू छैन। आई क्यान फिल माई लाइफ, जीवन फिल गर्न सक्छु। म अब मेरो जीवन यति वर्षको हुन्छ, म मर्नुपर्छ, डेथ छ, नट जस्ट आर्ट अफ लिभिङ, आर्ट अफ डाइङ पनि चाहिन्छ होइन, मृत्यु छ, जीवन छ, सास छ, रुख छ, परिवार छन्, नाता गोता, मान्छे मात्रै छैन, प्रकृति छ, सबै जनावरहरू छन्। यी सबै कुरा, यो बृहत यो ब्रह्माण्ड छ, यो ब्रह्माण्डसँग कनेक्टेड हुन जरुरी छ। ब्रह्माण्ड बृहत छ, पृथ्वी एउटा थोप्लो जत्रो छ, हाम्रो जीवन छोटो छ, त्यसलाई एकदम मिनिङफुल, आफूलाई मात्रै होइन अरूको लागि पनि मिनिङफुल, सबैको लागि मिनिङफुल। र डु नो हार्म भन्छ नि, तपाईँ केही गर्न सक्नुहुन्छ भने हुन्न भने पनि कसैलाई हानि नगर्नुहोस्, केही सामाजिक योगदान गर्न सक्नुहुन्न भने पनि लाइफभरिमा 15-20वटा पिपलको रुख रोप्नु भयो भने त्योभन्दा ठुलो योगदान केही पनि हुँदैन। सरसँग कुराको सिलसिला अझै निरन्तर रूपमा राखिरहन त मन थियो, तर समयको पाबन्दीले गर्दा अब हाम्रो संवादलाई यहीँ टुङ्ग्याउनु पर्ने हुन्छ। विशेष गरी ग्रामीण ठाउँको कथा, समस्या, विडम्बना र सम्भावनाहरू सेयर गरिदिनु भयो। छोटो समयमा पनि हाम्रो निमन्त्रणालाई स्वीकारेर आइदिनु भएकोमा चाहिँ नेपाल्स फाइनेस्ट तपाईँप्रति विशेष आभार प्रकट गर्न चाहन्छ।